म त यहाँ पल्टेछु सुतेछु मम्मी चाहिँ भारी हान्ने हुनुहुन्छ ढकल्न पर्छ र म फेरि बलियो हो के लत्ते हो फेरि उठ्नु ठिक छ फुल बनेमा मैले चाहिँ मान्छे दाउरा लैजाने मम्मी चाहिँ घाँस लैजाने हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग आफ्टर लङ टाइम आज चाहिँ अनि मम्मी भएर चाहिँ जङ्गलतिर घाँस काट्नु जाँदैछौँ हामी कहाँ पुग्ने रे क्या त्यो झलझले भन्ने हामी चाहिँ पुग्नुपर्ने त्यहाँ त्यो डाँडातिर मम्मी र म छौँ त्यो ढौटी झार्ने र खान्छ होला है त्यहाँ एउटा आएको झार्ने त भइगयो नि हेर्दै हेर्दिन अन्त अल्छी गरेको त होइन कि हिँडेको हिँडेको अलि त्यही डाँडातिर गएको होला उकालो स्टार्टिङ नाम्लो थाल्ने भयो हिँड्नु क्या सक्नु भनेर उकालो लागेपछि मम्मीको खुट्टा फताक फुतुक भयो अरे सकिन्न कि मम्मी अब घाँस काट्नु सकिन्न हो नि त अब तपाईँ त हिँड्नुहुन्छ एउटा साथी चाहिँ बनाउनु पर्छ क्या नि त तपाईँले ल्याउने भन्दाखेरि अब त्यस्तै हो र ल्याउने भन्दा बित्तिकै हुनु पर्यो नि फेरि नभएर हो क्या म कसले हेर्छ र मलाई अलिकति राम्रो हुनु पर्यो म राम्रो छु र अलिकता धन सम्पत्ति हुनु पर्यो च्याट्ट त यस्तै हो नि अब सम्पत्ति त भइहाल्छ नि च्याट्ट परेर कसलाई देखाउनु छ र मरेर जाँदा सम्पत्तिले काम गर्छ गर्दैन त्यो त त्यही पनि आजकल त सम्पत्ति नहुनेलाई त हेर्दैनन् कि अन्त सबै उस्तै हुन्न नि त कसरीमा पनि च्याट्ट पर्ने भनेको अहिले त यस्तो छ नि त हाम्रो मम्मीले घाँस काट्दै हुन्छ कहाँ कुसुम कुसुम त कुसुमै हो क्या यो सुकेको हो यो
अनि तिलकाको हो तिलका होइन र त्यति लामो हुन्छ तिलका तपाईँले घाँस काट्नु नि त मैले एउटा मुडो भेटेँ भने मुडो बोकेर आउने दाउरा छ कि हाँ दाउरा छ दाउरा लिन आयो खेतमा आएको कसले लगिसक्यो होला बाख्रा चराउनेले छैन होला नि त ए यो हेर्नु त एक कौनले काटेको रहेछ नि त यो घाँस पनि छैन क्या यस्तो उराट लाग्दो छ ए लामो लामो रहेछ नि त फक्का फक्का परेको होला यस्तरी मम्मी त फेरि घाँस काट्न त हो क्या फेरि घाँसै छैन नि के हो अन्त घाँस त तिनी हेरी काट्दैन अब तपाईँलाई एउटा साथी त नलै हुन्न लिएर आइज त्यो कुसुम अँ त्यो त अप्ठ्यारा साथीलाई कहाँ बनाएर हिँड्न भर त बनाएर ल्याउने नि कस्तो साथी लिने हो कति कति ल्याउने अब मिजासिलो भन्नुहुन्थ्यो र ल्याउने 4-5 वर्षपछि त होला अन्त कति फल्यो ओहो सक्यो भने त एक माना 2-3 किलो त माछा मार्ने यसले चाहिँ केही छैन खोला पानी चाहिँ छैन त्यो फल्यो नि यसको दाना यसले चाहिँ माछा मार्छ सुस्मिता घरतीले देखि घरतीको बहिनी यिनीहरू मम्मीले झात्रै हेर्नुहुन्छ नि त तिमीको मम्मीले फेरि लास्टै हेर्नुहुन्छ क्या तिनी भलक चाहिँ यतातिर छैन नि त्यस्तो माछा माथि अब यस्तो लुगाले ढाकेर दुलो पारेर चाहिँ पानी गाडिदिनु त्यो सानो पर्छ हामीलाई थाहा नै हो नि त त्यो घाँस काट्ने रे गाउजो बाख्राले खान्छ के गीत चाहिँ बाबु के मलाई त्यही हाँस लाग्यो छोरालाई भनेको लागि के गीत हेर्नु न बिर्सेँ छ फुल बनेमा बिर्सेर गए नि सम्झना मनैमा निष्ठुरीले बिर्सेर गए नि हे माया पारी म छु है वारी मरुन्छु वारी लैजान फुल बनेमा निष्ठुरीले सम्झना म त कलाकारै हो कि खासमा हुनुपर्ने त
कतिखेर यहीँ त रहेछ भारी पुग्ने हो नि त बाजे झारेको हो बुहारीलाई जाँदै थियो मम्मीले यहाँ जोइना हान्दै हुनुहुन्छ अन्त भारी बान्नलाई जोइना बटार्दै म यता बसेछु मम्मीले भारी बान्ने हो म देखेन र देखेछस् त यताबाट तपाईँलाई देख्छ नि तपाईँले मिलाएर राख्नु अनि मैले कस्छु के सरिताको बुढो भयो मङ्गलबार हिँड्छ गानमा भन्दा त विदेश पहिलो हुन्छ भनेको यहाँ काम गर्ने ठेगानै छैन नि त समय छैन काम गरेको तपाईँ हुनुपर्ने त कलाकार हो ठाउँ नपाएर नि त यति बेला हामी खतरा गीत हुन्छ गीत हुन्छ हावा चलो शीतल भयो अहिले त कहाँ देख्नु भयो त बुवालाई फेरि त्यस्तै कुरा मात्रै हेरेको हेऱ्यो नि त जहिले नि म त यहाँ पल्टेछु सुतेछु मम्मी चाहिँ भारी हान्ने हुनुहुन्छ मिलाएर नि त्यति गरिसक्नुभयो मम्मी जस्तो सासू पाउने मान्छे त पाकेमा नि अब तपाईँले लैजाने कि मैले हो तैँले लैजा मलाई घाँस लाँथ्यो घाँस सहिले हुन्छ खै नाम्लो खानु त अहिले भेटे भए ठोक्ने कि ठोके पार एकपाल डाउरो जान्छ त अस्ति झन् कति लिएर गइथिस् भारी पनि च्याट्टाको भयो मलाई टोकलाई खस्छ के हो भित्र हाल्नु अलि छोटो भएछ कि नाम्लो यता मेरो भारी उता मम्मीको भारी अनि यता अब चाहिँ हामी घरतिर लाग्न लाग्यो होइन भएन र के भन्छ बेङ्गर दाल टोको ढकल्न पर्छ र म फेरि बलियो हो के लत्तै हो फेरि उठ्नु अब चाहिँ घरतिर लाग्यो होइन
यो चाहिँ होइन यो चाहिँ कडी पत्ता भन्छ यसलाई चाहिँ हामीले बोकेना भन्छ मलाई चाहिँ कसैले कडी पत्ता पनि भन्छ मम्मीले टिपेर ल्याउनु भयो यो चाहिँ कुखुराको धुममा हालिदिने अनि गुवामे भन्छौँ हामी चाहिँ सुलफिले पनि भन्छन् त्यो चाहिँ यसले चाहिँ हट्छ अरे होइन त्यो भएर चाहिँ टिपेको अब हामी अब घरतिर नि लाग्यो होइन त्यही हो सबैजनालाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला होइन अब त्यो के भन्नु होइन अनि अहिलेको अवस्था भनेको सबैको त्यस्तो यो गर्मी छ होइन सबैले आफ्नो केयर गर्नु होला यति भन्दै फेरि पछि अर्को भिडियोमा भेटौँला भन्दै बिदा हुन चाहन्छु बाई बाई